गुड मर्निङ दार्जिलिङ। फेरि पनि म दिपचन छेत्री सानो ब्लग लिएर तपाईँहरूको अगाडि आइसकेको छु र आज मेरो दाजुको शुभ बिहा हुनको कारणले गर्दा निकै काम छ। आज निकै काम गर्नुपर्छ हैन, त्यो हामी गर्दैछौँ। यता भदाई पनि बिहामा आएको छ। ठिक छ भदाई? ठिक छ। लु हजुरहरू सबैको आफ्नो आफ्नो काम चल्दैछ। मेरो चाहिँ यहाँ बुढाले यो सानाक पार्ने काम हो। यहाँ केटाहरूले राम्रो मुजुर पनि बनाएको छ। अरूहरू पनि देखाउला बिहान शुभ के कामहरू चल्दैछ। यी भर्खर बेहुलीले दाँत त माझ्दैछ, डल्लै छ। यी बाउ बहिनी, यी आमा पनि यहीँ छ। डेक्ची कत्रो त्यत्रोमा खायो के हो आमा? ए हल्का पिरो। यहाँ मेरो बुढी पनि आज बिहामा हिल लाउँछु भन्दै थियो, खुट्टा अस्ति मड्काइहालिस्। सबैको आफ्नो आफ्नो काम। के हुँदैछ मान्छेले? के करेला तितोमा पर्यो। यता मान्छ आलु फ्राई हुँदैछ। यता चाहिँ के छ हौ? माछाको काम। सबैको बिहान बिहान निम्तेरीलाई त मजाको मिठै खिलाउनु पर्यो नि होइन? 900 है, भ्याउला जस्तो छैन। साह्रै पऱ्यो अरे। मान्छे यहाँ साफ सुधार पनि गर्नु हुँदैछ। यहाँ चाहिँ सफा सुधार चल्दैछ। बार अरे, जेन्ट्स बार, लेडिज बार, शुभ बिहे। मेरो बुढालाई साह्रो गरम भरे अन्त ऊ छाता उडेको अरे हौ साथीहरू। लगभग सबै रेडी हुँदैछ। कटलेरीहरू सबै यहाँ बलुनले नानीहरू यहाँ इन्जोय गर्दै। मेन चाहिँ यो खोज्छ होला। यसमा चाहिँ लेडिज बार, यहाँ चाहिँ लेडिज बार रहेछ। खालि जुस के लेडिजलाई खालि जुस मात्र पुग्छ र? यहाँ चाहिँ मेल ओल्ड मङ्क, रोयल ब्लू। तर मेन चाहिँ यहाँ पाक्दो रहेछ। यहाँ चाहिँ के छ हौ? के पाक्दैछ हौ? मटन। मटन खै हेरिदियो एकताल मटनको कस्तो हुँदो रहेछ। आम 3 भाँडा यहाँ चाहिँ एकताल पाक्नु छ। 12 बजीसम्म निकै छ। हामी तपाईले भने टाइममा आइपुगेछौँ है। हजुर सारै डाड्ने काम छैन। डाड्नुपर्छ नि आज त। ल है, आज डाड्ने काम कार्यक्रम चल्दैछ। पानी पर्ला जस्तो छ। 60 जना जस्तो छ। जन्ती 60 जना जस्तो छ अरे। 60,000 माग्दैछ। यी एकदम काँडो छ। बाटो छेक्नेहरू यी निकै लिएको छौँ। भात खौरे पनि लिएको छौँ। जन्तीहरू त नाच्दै आउनु पर्ने त। अन्त गाना गर्दा के सुनसान कहाँ गएको हुँदैन। बिहानै जन्तीले खाएको छैन। अन्त जन्ती नखाएमा त नाच्दै त आउनु पर्ने हो। खोइ खोइ बाजा खोइ छैन। बाजा के खाजा केही गीत त गाउनु पर्यो। लु खोइ गीत बेहुला बेहुलीले गीत गाउनु पर्यो होला। अब हम दोनों तो प्रेमी दुनिया छोड़ चले, जीवन की ये सारी रस्में तोड़ चले। राखिदिनु पर्यो त बाटो खोल्ने। लु 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 पैसा लु कति चाहिँ राखे। लु हेरौँ अलिअलि हुँदैन अरे। लु खै भेट्यो भेट्यो। लु पानी पर्नु आँटिसक्यो। लु अगाडि अगाडि अगाडि। यताबाट होइन बा।
त्यसो माथि मन्दिरमा हेर न नानीहरू म यहाँ लटपट छु जन्ती लाग्यो है कहाँनिर खुसी के गर्दैछस् अहिले पैसा पायो भने राख भन्दैछस् के हो शिवाय गौरी वदनां जपिन्द श्रेय दर्श धरण सदा कीर्ति नकंठाय तिरुपतयाय तस्मै शिकाराय नमः मंदाकिनी खै हो जन्तीहरू त नाचेको पनि छैन त नो भाइ खै नाच्ने कोही छैन त भिडियो खै ए यो भिडियो कति मजाको देखिरहेको यो चाहिँ हामीले बनाएको है कसलाई जिनतलाई स्यान्डो त अब सबै तयार सबै रेडी भएर आइसकेको छ म पनि रेडी हुन्छु है बुढी होइन बुढी म त निकै हेर्छम छु के हो आज त म र तँलाई मात्रै हेर्छ होला है सबै मान्छेले झुक्किन्छ होला किन हौ म र तँलाई बेहुला बेहुली जस्तो देखेर नि लु बाउ आमाले फर्स्ट टिका लगाइदिनु स्टार्ट गरिसक्यो यही हो सबसे खुसीको पल यहाँ कति खै पैसा कति कमायो देखो देखो अहिले यहाँ म यो रेकर्ड गरिरहेको हुन्छ यहाँ बाँड्नुपर्छ नि आमा नीति साथीको पनि रहेछ लु ए भिडियो बनाइसकेँ तर कसको बिहा हो भनेर है थाहा भएको छैन होला है बिहा चाहिँ यहाँ रहेछ लु केयर पुस्कार यहाँ बिचमा वेट छैन छ मुजुरको पोक बनाएको रहेछ एकछिन ल दुईजना चाहिँ उहाँहरू हुन् अलिक हेन्सम भएर बिहामा घुमौँ दाजुको बिहामा घुमौँ भनेको त भाँडा उठाएर काबु बनायो घामले यी भाइहरू हेन्समहरू छ अलिक हेन्सम भएर हिँड्ने गरौँ भनेको छैन नि भाँडा उठाएर वक्कै बनाइसक्यो अब गर्नै पऱ्यो है सुट लाएर भएन त्यो भएर ब्लेजर चाहिँ झिकिदिएँ अन्त अब उठाउँदैछु भाँडाहरू लु घाममा यो उहाँलाई चाहिँ भेटेकै रहेछ है बिहाले भेटेको भनौँ कि के भनौँ घामले भेटेको होला हौ कि तपाईँहरूले कमेन्ट गरिदिनुहोस् बिहाले भेटेको हो कि घामले भेटेर यस्तो भएको तपाईँलाई चाहिँ अपडेट गर्दै जान्छु र बेलुकासम्म बिहा त लागेछ हाम्रो बबुदालाई है बबुदा के भनिदिनु छ आज म त बारमा पसेको पनि छैन अहिले बेलुकामा त पस्नेछु बारमा हो अहिले खाएको पनि छैन अन्त अहिले म सर्भिसमा छु सर्भिसमा अन्त राम्रो चल्दैछ सर्भिस एकदम चल्दैछ सर्भिस राम्रो छ ओके छ तपाईँले कसले नखाइ गएको छैन हो सबै ओके गरेर राखिदिएको ओके यसो हो यसो छ शुभ बिहान
अतु आगोभन्दा तातो कस्तो सरी हजुर मैले पनि खाना खानु स्टार्ट गरेँ साह्रो भोक लागिसक्यो 3 बजिसक्यो अलिक लुकेर खाएको त्यहाँ बसेर खायो भने त घरकै मान्छे त त्यहाँ बुफेमा खाँदो रहेछ भन्छ होला लुकेर खाइदिएँ ल मैले चान्समा डान्स 80 किलो खसीको मासु सकेर पनि एउटा अझै काट्दो रहेछ यहाँ चाहिँ तपाईँहरूले चाहिँ कति हान्नु भयो आज यो कुखुरा कति पुष्पा जस्तो झुकेको नै साला भनेर कुखुरा भनेको काटा काजु 60 पुग्यो नि 60 किलो पुग्यो 60 65 पकाउने र 65 चाहिँ कमाउनु र पनि अझै स्टिल छ अझै काट्दैछ स्टिल कति खुसी है हामी के भन्छ 80 किलो जस्तो खसीको मासु सक्यो अरे अझै एउटा खसी बनाउँदैछ कुखुरा 60-70 किलो मारिसक्यो अरे अझै बनाउँदैछ के यही हो नीति साइकल यही हो नि है त्यही साइकल के गर्ने अब के खुसीमा कवि यस्तो चल्छै चल्छ होला अलिकति दुःखमा नमानिदिनुहोस् होला है इन्जोय गरौँ है ओहो पानी पर्न आइसक्यो यहाँ त बिहा लागिसकेछ नि हौ केटाहरूलाई त हौ पानी मौसम यस्तो भइसक्यो पानी पर्ला यस्तो बिहा लाग्नु थालिसकेछ लु मेरो छोरा गलेर सुतेछ लु गले अन्त बिहामा काम गरेको गले अब अहिले एकछिनमा अब नाच्नु मात्रै उठ्छु सुतेको म हजुर ल ल ल ल सुत अलिक खुट्टाहरू तन्काइ तुन्काइ पारेर कार्य मजाले नाच्नुपर्छ ल एकछिन सुतेर अब नाच्नु आएको त मेरो यहाँ मामा भान्जीको साथ टोलीहरू पनि डल्लै नाच्दै रहेछ हो ए मामा भान्जीको टोली पनि नाच्नु थाल्दै रहेछ यहाँ मेरो बुढी त के भइसक्यो चाहिँ दुईजना नाचौँला बुढिया कुन चाहिँ गानामा नाच्नु ढले ढलेमा बिजुली सावनको पानी चिसो चिसो मौसम छ थाको जवानी रे मुटु मेरो
सावनको पानी ला मार्यो यसले। जवानी यसलाई कसले तैँले हजुरहरू दिनभरिको काम र हल्का डान्सले गर्दा निकै गलेको जस्तो फिल भयो। ल अब सुत्न लागेको, फेरि भेटौँला हजुरहरूसँग अर्को ब्लगमा। गुड नाइट।